भिडियोमा तपाईँहरूलाई स्वागत छ भन्न चाहन्छु म पहिलोप्रथम। आजको मेरो खासै बोलाउँदा केही पनि होइन, खासमा म चाहिँ चानगिरी जाँदैछु नि त। चानगिरी ट्याक्क त्यसै काम पऱ्यो चानगिरी जान लाग्छु। अनि चानगिरी गएर ट्याक्क पारेर यसो सर्लक्क 4 बजे, यहाँ त अहिले 3 बजे, 4 बजीतिर चाहिँ चानगिरी जाने हो। गाडीमा एकदिन सर गएर घुमेर ट्याक्क आइदिनु पऱ्यो भन्ने हो। हेरौँ कस्तो हुन्छ त यात्रा चानगिरीको, कस्तो हुन्छ है त, हेर्दै जाउँ। ओके लेट्स गो। रोमदेखि लागिसकेपछि म चाहिँ अब चानगिरी पुग्छु। कोठाबाट निस्केमा चाहिँ साउन्डसँगै अनि हाम्रो आवेसँग चानगिरी म चाहिँ मेरो ब्याङ्क बिग्रेको हुनाले थोरै पैसा चाहिएको थियो, तिर्नु पर्ने, ती पैसा निकाल्न जाँदैछु। निकाल्न चाहिँ चानगिरी जानुपर्ने भयो भने म चाहिँ हाम्रो आवेसँग लागे चानगिरी बस्ने चाहिँ गोर्धन लगभग अब जाने हो चानगिरी। चक्कर लगाएर ढाक्क पैसा निकालेर ढाक्क आएर गाडीको स्पिड चाहिँ लगभग 100 नै क्रस हुन्छ। मेरो काम चाहिँ हुन्छ अब के गर्नुपर्ने हो। मेरो काम गर्ने चाहिँ उहाँ हुनुहुन्छ एकजना, पैसा निकाल्नु पर्ने हो अरे। खासमा पैसा चाहिँ अब कसरी निकाल्ने के निकाल्ने अब त्यही ब्याङ्क गएपछि थाहा हुन्छ होइन गाइज। अब ब्याङ्क आउनु चाहिँ अब ब्याङ्क गएपछि यसो देख्नुलाई चानगिरी बजार चाहिँ रहेको छ यहीँ हो। यता माथितिर जाने त्यहाँ हस्पिटल बाटो छ। रेसिङ बाइकहरू चाहिँ तपाईँले देख्न पनि सक्नुहुन्छ केटा हो। यहाँ बाइक चाहिँ यस्तो हुन्छ नि होइन, देखेन देखियो होला नि। सिक्किममा रहेको फेमस भनेको चाहिँ बिम हो क्या। बिममा गएपछि जे पनि पाइन्छ नि त। लगभग म आज एकचोटि बिम पनि छिर्छु होला सायद, थोरै केही सामानहरू किन्न पनि। त्यति बेला चाहिँ तपाईँहरूलाई सर्लक्क देखाइदिन्छु। बाइ द वे यहाँ फेरि 200 भन्दा धेरै ठुलो नोट पनि हुँदैन, अनि त्यहाँ चाहिँ 200 सम्म मात्र हो। यहाँ चाहिँ आफ्नो आफ्नो डिपार्ट आफ्नो आफ्नो फरक फरक टाइपको हुन्छ क्या। विदेशमा चाहिँ हुँदो रहेछ, हुन्छ भन्नाले हुँदो रहेछ। अनि यहाँ चाहिँ आजभोलि ईद लागेको छ नि त, ईदले गर्दा चाहिँ पुरै एकदम सुनसान छ टर्की लगभग मुस्लिम कन्ट्रीभरिमा सबै ठाउँ त्यस्तै होला सायद जस्तो
लाग्छ। म चाहिँ आइसकेँ अब मुख्य बजारमा भनिसकेपछि चाहिँ चाहिँ हो चानगिरी ब्याङ्क जाने बाटो। यहाँ चाहिँ यस्तो बस स्ट्यान्डहरू यस्तो यस्तो ट्याक हुन्छ, पार्किङ आफ्नै साइडमा हुन्छ, त्यस्तो रहेको छ यहाँ चाहिँ। अनि म जाने चाहिँ हो खासमा ग्यारेन्टी ब्याङ्क हो कि आबे ग्याली ग्यारेन्टी ब्याङ्क यो पुरा चाँक्रे चाङ्क्री। म चाहिँ जान्छु ग्यारेन्टी ब्याङ्क भन्ने कुरा सुने मैले। यही हो यहाँको ड्राइभरको आउने नेपालीहरूलाई जहाँ रहेको ब्याङ्क एटिएम सेटिएम जाने ठाउँ त्यही हो। म चाहिँ झरेँ अब पनि झरेँ। अनि मैले पैसा निकाल्ने ठाउँ चाहिँ यही हो पेटिएम। चाहिँ हाम्रो आवेशसँग म चाहिँ यहाँ आइपुगेको छु पेटिएममा। अनि यहाँबाट पैसा निकाल्ने बस लिने। अब यहाँभित्रको कुराहरू चाहिँ थाहा भएन, देखाउन पाइँदैन है त। यसरी पैसा निकाल्नुपर्छ रे होइन। यो चाहिँ पेटिएम। यहाँ चाहिँ पैसा निकाल्नुको लागि यतिसम्म गर्नुपर्छ। दिस कार्ड काम पनि भएन तमाम पासपोर्टको फ्याक्ट्री Pasport bir de bu. İkisi. Bu pasport. मेरो पैसा नि भोलि निस्किने भयो, आज भएन। भोलि चाहिँ आउँछु म फेरि रिचेक। म चाहिँ अब फेरि चढेँ गाडी र गाडी। गाडी चढेर लागेँ म चाहिँ अब घरतिर। ओके बाई चानगिरी yarın Pasport. Artı bu. Geleceğiz. yarın tamam. काम पनि बनेन आज पनि। अब म चाहिँ लाग्छु घरतिर। मेरो काम अब भोलि बन्छ है त। मेरो काम आज नि सक्सेस भएन। अनि त्यही भएर अब आजको भ्लग चाहिँ यत्तिकैमा टुङ्ग्यो भन्ने लाग्यो है पठाइसकेपछि। अनि आजको लागि चाहिँ यत्तिकैमा तपाईँहरूले माया गरिदिनु भयो। जुन भिडियो चाहिँ अब म नेक्स्ट भिडियोमा हालिदिन्छु। अब म गयो भने है त। ओके बाई। लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु है त। ओके।